बाउले इँटा बोक्छ, छोराको हातमा लोकसेवाको किताब। ए आलु, औकात भन्दा ठुलो सपना नदेख। त कहिल्यै अफिसर बन्दैनस्। आफ्नो छोरा आलुलाई पनि यही मजदुरीमा लिएर आइज। चिया खाने पैसा कमाउँछ बरु। भेन्टा, के तिमी मलाई कुरेर बस्छौ? म छिट्टै अफिसर बन्ने छु। तिमी गरिब छौ, तिम्रो औकात के छ मसँग बिहे गर्ने? गरिब भएर अफिसर बन्ने? हे भगवान, मेरो बुवाको पसिना र मेहनत कहिल्यै खेर जान नदिनुस्। बुवा, मेरो लागि प्रार्थना गरिदिनुस्। म आज अफिसर बन्न परीक्षा दिन जाँदैछु। जा बाबु, भगवानले तँलाई सफलता दिउन्। मेरो आशीर्वाद सधैँ तेरो साथमा छ। हे भगवान, मलाई सफल बनाइदिनुस् ताकि मेरो गरिब बुवाको शिर इज्जतले सधैँ उच्च होस्। बाउको पसिना र आँसुकै आलुले लोकसेवा पास गरेर ती घमण्डीहरूलाई जवाफ दिन सक्ला त? हेर्नुहोस् भाग 2 मा।